वेलकम टु माई भ्लग। मैले चाहिँ हामी चाहिँ जाँदैछु नेपाल होइन, फर द फर्स्ट टाइम विथ बेबी। बाबुले अहिले 11 महिनाको भयो हाम्रो बाबु। पापालाई कस्तो फिल भइरहेछ नेपाल जानलाई छोरोसँग, आफ्नो फ्यामिलीसँग चाहिँ कस्तो भइरहेछ? रमाइलो भइरहेछ अरे होइन, सबैजनालाई रमाइलो भइरहेछ। मलाई, उसको बाबालाई, छोरोलाई पनि अहिले सुतिसकेको छ। मलाई आइसकेको छ चिया। कुन उस हो बेबी? हाम्रो टिकट के कुन हो? चाइना साउथ ट्रान्जिट छ हाम्रो 1 घन्टा 30 मिनट 1 घन्टा 30 मिनट 1 घन्टा 30 मिनट जति हाम्रो ट्रान्जिट छ। 1.5 घन्टा अनि त्यहाँ बस्छौँ। अनि त्यसपछि हामी नेपालको 11 बजी चाहिँ हामी ल्यान्ड गर्छौँ रातिको। ट्रान्जिटमा पनि भिडियोजहरू बनाएर देखाउनेछु। कुन चाहिँ अहिलेसम्म सुतिरहेछ चिलमा है गाइस। ए साथी हो, ल्यान्ड हुँदैछ। मलाई डर लाग्दैछ, छोरोलाई पनि। कान कस्तो भइरहेछ नि हजुरलाई? पापालाई मात्र केही पनि हुँदैन नि आमालाई। यसको कान चाहिँ होइन त्यो नवा भइरहेको उस भएर त्यो कान यस्तो गरिरहेछ। वृद्ध कान गरिरहेछ यस्तो। प्लेनबाट झरिसकेको छौँ। ल हट वाटर नहाल्नु है, कोल्ड वाटर हाल्नु। र हामी अब हाम्रो ट्रान्जिट छ, कति छ अब? यता हेर बाबु, हाम्रो ट्रान्जिट छ अब 1.5 घन्टाको। अब पापाले पानी भर्दै हुनुहुन्छ, यता हेर्दै हेर्दैन। ओके ल जाऊँ अब। For responsibility according to law. Thank you for your cooperation. हामीले डाइपर चेन्ज गर्न आएको छौँ बाबुको। अब योभन्दा बेसी चाहिँ नदेखाउँ होला साथीहरू। होइन लुका बाबा छोरो कति खावाइ हजुरको खुट्टाको मजा नि मामाले किनिदिएको है। यसको भित्रको लुगा निकालिदिने हो। बाई बाई भनेको भनिन्छ अघिदेखि। कति बाईमा भनेको? बाई बाई टी सर्टमा त गर्मी छ लास्ट टाइम। खोजिदिउँ है। ल आऊ बसेको छु। यस्तो गर्मी छ साथीहरू। बाबु छिटो, अहिले बदमासी गर्ने होइन है। छिटो भन्यो कि कति उब्रेको होला। ल हेलो भनिदिनु न। मेरो ब्लग हो। हेलो सब्सक्राइब, लाइक, सेयर। कुन च्यानललाई? गोदावरी पिक्सल। गोदावरी पिक्चर्स। ल पिक्सल ए पिक्सल ओके। गोदावरी पिक्चरलाई लाइक सेयर सब्स्क्राइब गरिदिनु होला सबैजनाले। थ्याङ्क यू। सेम हाम्रै सिटमा पढ्नुभएको छ दाइ पनि। आरिगातो रे ओभरमा। ल छोरो अब 4 घन्टा चाहिँ कसरी काट्ने हो? Papa, cheers. हाम्रो चाहिँ अहिले फर्स्टमा जुस आइरहेको छ होइन। अब त्यसपछि चाहिँ खाना आउँछ। बाबु पनि आइस खाइरहेको छ। यस्तो गर्मी छ, आइस खाइरहेको छ। गाइस हेर्नु, यस्तो गरिसक्यो यसले सिट। के गर्ने हो? खाना त खानुभन्दा अगाडि गर्छु भनेको उस भयो। म बिर्सेँ। खाना खाएर त्यहाँ राख्नुभएको छ है बाबुले। यहाँ यस्तो गरेको छ सिटमा।
नेपाल पुग्यो फाइनली नेपाल अनि अब हामी चाहिँ नेपाल पुगेर अब चेकआउट हुँदैछौँ ए छोरी छोरी तिमीले अनौठो ल्याइराखेको के भयो ल ब्यागेजहरू कलेक्ट गर्ने भइरहेछ छोरो बाबु ए पापाले ब्यागेज कलेक्ट गर्दै हुनुहुन्छ नि छोरो हाम्रो एउटा आयो दुईटा आयो अर्को ब्ल्याक ऊ त्यहाँनिर छ जस्तो लाग्यो मलाई ऊ हो त्यहाँ उस ऊ यता के यता यता भेरेको ठाउँमा हो त्यो अब हामी ट्याक्सीमा बसिसक्यौँ चार्ज भइरहेको थियो मेरो अन्त पुग्यो नेपाल ट्याक्सीमा छौँ भाइ लिन आएको छु तर देखि नै रहेको छैन ल सर जाने हो है कुन्टे है छानो है छानो सावर लिइसकेछ मेरो बाबुले लिइसकेको छ पापाले लिइदिनु भएको छ ल पापाले त होइन मम्माले लिइदिएको सावर त कपाल कोरिदिन्छु ल यही छ अब एकछिन यसो बाहिरतिर जानु पर्यो यसलाई खानासाना पनि खुवाइसकेँ हिरो भइरहेछ हौ मेरो छोरो त ल वाउ पर्फेक्ट म्याच ल अहिले धेरै छन् बाबुको असिस्टेन्ट काममा बसिरहेको हामीहरू चाहिँ यसलाई मस्त मजा आइरह नि त गर्मी घाममा ऐ छोरो प्यान्ट त फुस्किन लाग्यो त यार हेलो गाइस आज सेल पकाउँदैछौँ हामीहरू हेलो गाइस हामी आज कपाल काट्दैछौँ हेलो गाइस सानो रिसाइरहेछ हामी चाहिँ आज फेरि चन्द्रगिरी हिल्स जाँदैछौँ पापाको कपाल काटेर यो कपाल काटेर देखिरहेछ बाबुले हेर्नु न पेटमा चन्द्रगिरी हिल्सको आइसकेको छौँ ओ म चाहिँ काठमाडौँ यति धेरै बसेर पनि फर्स्ट टाइम आएको हो यहाँ चाहिँ अहिलेसम्म आएको छैन केबल कार चढ्नुपर्छ होइन माथि ल अब चाहिँ हामी पछाडि सामान छ होइन ल थ्याङ्क यू है होइन हेर्न पाएन ओ ए ठेल्दै ठेल्दै बिस्तारै बिस्तारै ल सो हामी गयो म चाहिँ टिकटको लागि लाइन बस्दैछु केबल कारको टिकट चारवटा टिकट दिनु न हजुर हजुर हस् फोटो खिच्न पर्यो अँ भने है छोरो क्या हेन्सम देखिरह यार ए पप्पू अनि सुन्नु दर्शन भाग्यमानी दर्शन गर्छ नि हेलो हामी चाहिँ यत्रो ठुलो लाइन छ हो केबल कार आउँदैछ ऊ आयो सानो केबल कार
ओ 4 अझै ढिलो हो यो पछिको हामी चाहिँ 4 जना केबल कारमा अब बस्दैछौँ लेट्स गो 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 अब हामी चाहिँ सरी केबल कारमा बस्दैछौँ घुम्यो त कतिजना हालेको र डर लाग्यो गाइज लास्टै हामी त बिहे भएपछि आएको थियौँ नि है बेबी मनोकामना हो है हामी यता त होइन कान हुने बाबु रुनी हो त्यो चाहिँ त्यत्रो प्लेनमा त 10 घन्टा के भएन हैन छोरो माथिबाट झन् तल बाबु त हेर्नु पुरा हेरिरह फिजिकल त अब सबै छ मलाई त क्या डर लागिरहेको छ अब आइसकेको छौँ केबल कारबाट झरिसकेपछि माथि चाहिँ मन्दिर छ अरे होइन उयो खाने हो सेतो यो कटन क्यान्डी आऊ न हे पूजा अहिलेसम्म चाहिँ के खाएको छैन होला नि पेमेन्ट कता क्यान्डी थ्याङ्क यू बाई बाई लास्ट हाँसो लाग्यो गाइज मलाई त्यो किन म भन्दिनँ डल्लो बनाइछ डल्लो बस ल यति भिडियो है ल हजुर कहाँ गायब भइसक्यो यो चाहिँ खासमा हाम्रो पृथ्वीनारायण शाहले होइन यहाँदेखि यो यो यताबाट चाहिँ हाम्रो पृथ्वीनारायण शाह र उनीहरू यहाँबाट आएर गोर्खाबाट आएर होइन यहाँबाट एक्सक्युज मी है एकैछिन अनि यहाँबाट चाहिँ खासमा पृथ्वीनारायण शाहले हेरे अरे क्या अनि काठमाडौँ मन परेर होइन अनि तिनीहरूले त्यसपछि कब्जा गरे हो क्या त्यसपछि तिनीहरूले यहाँ खासमा हमला गरे भनौँ न आक्रमण अट्याक गरे हो होइन अनि काठमाडौँलाई आफ्नो बनायो भने हामीले चाहिँ अब मन्दिर दर्शन गरिसकेपछि यही मन्दिर थियो मन्दिर दर्शन गरिसकेपछि अब यता चाहिँ उसको बाबुको बाबालाई चाहिँ जिप लाइन गर्न मन लाग्यो अरे अनि त्यही भएर चाहिँ हामी जिप लाइनको लागि रेडी हो अरे बाबुलाई नि रेडी हो के ल अब यस्तो बच्चाहरूले पनि जिप लाइन गरिरहेको छ ल जिप लाइनको लागि केटाहरू जङ्गिरहनु ल आउनु न अलिक नजिक जाउँ पापा गइस हेर न जिप लाइनको लागि पुरा जङ्गिरहेछन् केटाहरू ल चन्द्रगिरी हिल्समा किन नलाग्नु लु खेल्नु त आउनु यहीँबाट
यहीँबाट जाँदा चाहिँ डर हुन्छ बिचमा पुगेपछि अलिक खतम हुन्छ त्यति सकिन्छ सक्यो त्यति हो बाबु कहाँ हो बाबुले पनि दादाले हेर त कस्तो भयो एक्सपिरियन्स सोध्नु पर्यो एक्सपिरियन्स कस्तो भयो जिप लाइनको छोटो भयो नजिक लास्ट छोटो के लास्ट छोटो डिस्टेन्स हो एकैछिनमा सुई भइहाल्छ ए अब बन्जी जाउँ हान्ने डर लाग्दो रहेछ कि नै केका डर लाग्ने हुन्छ अब त्यो सबै सेफ्टी हुन्छ त नि ल एकछिन बाबुलाई यता खेलाउँ हान्ने जाउँ एक बाबुलाई खेल्ने ठाउँ खुसी भएको छ ऊ चाहिँ बाबा गाइस अब हामी जानु लाग्यो फर्किन लाग्यो हामीलाई चाहिँ प्रायोरिटी उस मिलिरहेको छ अब चाहिँ हामी निस्किन लाग्यो नत्र यत्रो लाइन लाग्नु पर्थ्यो बाई बाई केबल कार पनि आइसक्यो ल अब जानुपर्छ रमाइलो भयो नि त आज बवाल रमाइलो भयो ल यो यहाँबाट के न के एउटा चिनो त लानु पऱ्यो नि त फर्किने बेला खै यो कस्तो राम्रो छ है ल ओके ओके दिदी कुन यो लालीग्रास नलाने म्याप भएको म्याप नाइ लालीग्रास विथ फ्ल्याग भएको राम्रो छ नि ल यो प्लस अनि यो यताको पिन नेपाल यो दुइटा हेरौँ न कस्तो कस्तो छ खोइलिन्छ यो धुनी होइन दबाई घसाडेर यो पनि एउटा उसको हजुरको हजुर यहाँ आउनु न ट्राई गर्नु त यो त अब कोही जिन्दगीमा हालेको छैन के थाहा यति नै होला नि योभन्दा अझै ठुलो होला नि हो स्टाइल चाहिँ छैन यो वाला चाहिँ यो एउटा टोपी प्लस एउटा यो अनि त्यसपछि एउटा त्यो सानो सानो बेबीको लागि यो अब चाहिँ हाम्रो खाना आइसकेको छ खाना आएर खाइ पनि सकेको छ यिनीहरूले तर म चाहिँ अब म चाहिँ फिस खाँदै थिएँ भ्लग बनाउँदै बिर्सेँ गाइस हेर्नु है अब यो फिसको काण्ड धेरै छ मेरो खाना पनि खाँदैछु हामी ल सबै ल्याउन दाइ हजुर भयो भयो थोरै हालिदिनु होला ल भयो अब हामी जान लाग्यो बाई बाई भनिदिनु बाई बाई अब म भ्लगिङ गर्दैछु बाई बाई थ्याङ्क यू